जन्मदिनको दिन। जन्मदिनको दिन त नाम लेख्ने हो, नाम राख्ने हो, आफ्नो नाम ठाउँ ठाउँमा लेख्ने हो, यस्तो यज्ञमा दान गर्ने हो, हाम्रो नाम राख्ने हो, कृति राख्ने हो। ठाउँ ठाउँमा कसरी हुन्छ आफ्नो नाम लेखियोस् भनेर सोच्ने हो। अनि हामी उल्टो बुद्धि जन्मदिनको दिन केकमा चाहिँ आफ्नो नाम लेख्छौँ अनि केक काट्छौँ। हेर हेर, जन्मिएको दिन केक काटेको छ, नाम काटेको छ, अनि कहीँ राम्रो हुन्छ हामीलाई? साँझ परेको बेला बत्ती निभाएको छ अनि कहीँ राम्रो हुन्छ हामीलाई? जन्मिएको दिन बिहान गुरुजीलाई बोलाएर अष्ट चिरञ्जीवीको पूजा गराएको छ अनि बिहान अष्ट चिरञ्जीवीको पूजा गराएर गुरुजीले त्यो शुभ भनेर यहाँ बाँधिदिनु भएको छ। पहेँलो बाँधिन्छ नि, यहाँ गुरुजीले अष्ट चिरञ्जीवीको पूजा गरेर यहाँ हातमा प्रसाद बाँधिदिनु भएको छ अनि त्यही बिहान पूजा गरेर कर्ता भनेर बसेको मान्छे बेलुका रेस्टुरेन्टमा गएर पार्टी गर्छ अनि त्यो राम्रो हुन्छ त्यो मान्छेलाई वर्षभरि? हुँदैन त्यो, कदापि हुँदैन। उदाहरण दिउँ, अहिले यहाँ यत्तिकै समय बित्छ, मैले हाम्रो विकृतिहरू गनाउन थालेँ भने, गिन्ती गराएँ भने, आज देउसी भैलो सबैभन्दा विकृति त्यहाँ छ मनोजजी। देउसी भैलोमा अहिले देउसी भैलो तिहारको बेला जब हुन्छ नि, अहिले हाम्रा साना साना नानी बाबुहरूलाई देउसी भैलो खेल्न पठाउनु पर्छ। डडङ र डुडुङ बजाउने हो देउसी भन्छन्। डडङ डुडुङ बजायो, दुई चारवटा गीत गायो, उफ्रियो, नाच्यो, त्यही हो देउसी। देउसी भट्ट्याउन आउँदैन, भैलो गाउन आउँदैन, सङ्गिनी नाच भनेको के हो थाहा छैन, बालन खेल्ने भनेको के हो, बालन भनेको के हो थाहा छ भनेर सोध्यो भने थाहा छ, काठमाडौँका मेयर साहब। बालन खेल्ने भनेको के हो हामीलाई थाहा छैन। किन? हामीले त्यो संस्कार दिएनौँ। उनीहरूलाई सोध्नु हेलोइन भनेको के हो भनेर सोध्नु, फ्याट्टै भनिदिन्छन् भूत प्रेत बनेर बस्ने, विदेशमा हुन्छ। अर्का अर्का धर्मका के परम्पराहरू सोध्नु सबै भन्छन्, आफ्नो के हो थाहा छैन, किन हामीले त्यो संस्कार दिएनौँ। हामीले पनि अरू धर्मको संस्कृति अपनाउन खुल्ला छुट दियौँ अनि कहीँ मान्छ? मान्दैन। संस्कार हामीले दिने हो है, संस्कार दिने काम हाम्रो हो। मैले भन्ने गरेको छु, सन्तानलाई